ल साथीहरु आजको यो एकदम चर्को घाममा पनि मैले हजुरलाई यो सानो भिडियो बनाएर देखाउने प्रयास गरेको छु र यो तपाईले राइट साइडमा देख्नु हुँदैछ नि स्क्रिनमा र यो चाहिँ के हो भन्दा चाहिँ अब यो चाहिँ अर्किडमा लाग्ने एक प्रकारको भाइरस है र यो चाहिँ अब साधारण भाषामा हामी जुम्रा भन्छौं नि लिखा भन्छौं नि अर्किडलाई जुम्रा लागेछ परेछ भन्छ नि यही हो र यो चाहिँ यसरी नै अब एकदमै कुना काप्चीमा हुन्छ र अर्किडको पातको पछाडिपट्टि भागमा पनि एकदमै ज्यादा मात्रामा चाहिँ बसेको हुन्छ र यो चाहिँ एकदमै हेर्दा चाहिँ एकदमै निर्जीव जस्तो हुन्छ हैन तर यसमा चाहिँ जान हुन्छ र यसले चाहिँ के गर्छ भन्दा चाहिँ अर्किडको पत्ताको चाहिँ पानी चुस्ने काम गर्छ यसले चाहिँ र यो पानी चुसेपछि चाहिँ यो बसेको जग्गा चाहिँ पहिला चाहिँ अब सेतो हुन्छ अनि बिस्तारै त्यो पहेँलो फैलिँदै गएर चाहिँ पछि त्यसलाई पत्तालाई नै डर लाग्दो जम्मै सुकाउने काम गर्छ र बोटले नै मार्ने काम गर्छ यसले चाहिँ र यो देखि चाहिँ एकदमै होशियार र यसले लागेको देखिहाल्नु भएको छ भने पनि तपाईहरुले चाहिँ यसलाई यसरी नै हो काठको सहायताले तपाईले यहाँबाट अलग गर्न सक्नुहुन्छ हटाउन सक्नुहुन्छ र यसलाई स्केल इन्सेट पनि भनिन्छ है र यो चाहिँ अब एकदमै डरलाग्दो भाइरस हो र यसलाई चाहिँ यही हो तरिका र साथीहरु के कस्तो लाग्यो है मन पर्यो अवश्य लाइक कमेन्ट गरिदिनु होला भन्दै फेरि म अर्को भिडियोमा तपाईहरुलाई जानकारी दिने नै छु।